विष्णु हमाल सरलाई पनि अगाडि बोलाउन चाहन्छु। कृपया अगाडि आउनु विद्यालयले दिएको। उहाँ हाम्रो विद्यालयको सियर सदस्य पनि हुनुहुन्छ। उहाँलाई चाहिँ मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी हाम्रो यस कार्यक्रमका अतिथिज्यू अन्नपूर्ण बोर्डिङका प्रिन्सिपल गणेश मगरज्यू पनि कार्यक्रमबाट बिदा हुने जानकारी मैले प्राप्त गरेको छु। उहाँलाई पनि मायाको चिनो ग्रहण गरिदिनु हुनका लागि अगाडि आउन अनुरोध गर्दछु। कृपया ताली बजाइदिनु होला। सम्पूर्ण उपस्थित महानुभावहरूले ताली बजाएर उहाँलाई यस कार्यक्रमबाट बिदा गरिदिनु होला। फेरि सामूहिक फोटो सेसन गर्नका लागि म सरहरूलाई अनुरोध गर्छु र फोटोग्राफरले फोटो लिँदै हुनुहुन्छ। धेरै धेरै धन्यवाद सरहरूलाई हाम्रो आजको यस भव्य समारोहमा उपस्थित भएर हाम्रो कार्यक्रमको शोभा बढाइदिनु भएको छ। हामीले भुल्नै नहुने दिन हो। हामीले शहीदहरूलाई स्मृति गर्ने दिन हो। त्यसै कारण हाम्रो कक्षा 8मा अध्ययनरत छात्रा बहिनी युवा ओलीले शहीदहरूलाई स्मरण गर्दै उहाँको बलिदानको कदर गर्दै एउटा मिठो कविता प्रस्तुत गर्न गइरहनु भएको छ। म उहाँलाई आफ्नो कविता प्रस्तुत गर्नका लागि स्टेजमा आमन्त्रण गर्न चाहन्छु।